नमस्ते सबैजनालाई है। मैले चाहिँ यो भिडियो आज चाहिँ अलिकति ढिलो भयो। हिजो चाहिँ पुरा सबै खबर चाहिँ सुनेको थिएन हैन। प्लेन क्र्यासको उहाँ चाहिँ अब काठमाडौँदेखि पोखरा जाँदै गरेको प्लेन चाहिँ यस्तो समयमा दुर्घटना हुनु, उही पनि माघ 1 गते, माघीको जस्तो तिहार हैन, सबैजनाको यसरी दुर्घटना हुनु भने चाहिँ लास्टै नराम्रो कुरा हो के नेपालको लागि पनि। अनि सबैको मिन्स 72 जना थिए, त्यसमा टोटल चाहिँ कति थिए, 72 जना थिए। 72 जनाको घरमा पनि त्यस्तो चाहिँ कस्तो सबै माघी तिहार हुन्थ्यो होला है। अब तिनीहरूको घरमा चाहिँ अब निराश के भन्न सक्ने हैन। अब तपाईँ पनि हेर्नुहोस्, यो भिडियो हेर्नु होला हैन। के इन्फर्मेसन त छ मैले पनि दिएको छु, तर तपाईँहरूले पनि चाहिँ अगाडि सुन्नु भइसक्नुभयो होला हैन। तर पनि मैले चाहिँ अलिकति दिएको छु हैन। हिजो चाहिँ मैले भिडियो डाल्न पाएँ, भिडियो चाहिँ अपलोड गर्न पाएन किनभने चाहिँ सबै इन्फर्मेसन, सम्पूर्ण इन्फर्मेसन चाहिँ पुरा एकट्ठा भएको थिएन। अनि अलिकति चाहिँ इन्फर्मेसन मैले कहाँदेखि इकट्ठा गरेर चाहिँ अहिले यो छोटो भिडियो बनाइदिएको छु हजुरलाई। के सक्नुहुन्छ भने चाहिँ यो भिडियो चाहिँ पुरा अन्तिम समयसम्म हेरिदिनु होला। अनि मेरो च्यानललाई चाहिँ लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है गाइस। आज माघीको दिन कसलाई थाहा थियो र यस्तो हुन्छ भनेर। दुर्घटनाग्रस्त विमानमा लोकगायिका पनि माघी मनाउन पोखरा गएकी थिइन्। उड्नु अघि फेसबुकमा लेखेकी थिइन् यस्तो स्टाटस। यति एयरलाइन्सको विमान दुर्घटनामा श्रीमानको निधन भएपछि उडान क्षेत्रमा आएकी थिइन् पाइलट अन्जु। पाइलट अन्जु खतिवडा विराटनगरकी थिइन्। अनि कमल केसी पनि हुनुहुन्थ्यो सर। यात्री गरी कुल 72 जना सवार जहाज पोखरामा दुर्घटना परेको थियो। बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा 11 बजेर 10 मिनेटमा फेवा खोजमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बौताराले जानकारी दिए। वडा नम्बर 7 र 15 को सिमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्टो उडेको छ। स्थानीय सुरक्षा कर्मी लगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका थिए। काठमाडौँबाट पोखराका लागि उडेको एनएनसी एटीआर 72 जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना परेको थियो। आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज बिहान विमानस्थल नजिकै पर्ने सेती खोजमा दुर्घटना परेको थियो। त्यस्तै निरा सन्त्याल जो लोकदोहोरी गायिका पनि यसमा सवार थिइन्। उनी यसमा सवार हुनु अघि केही समय पहिला सामाजिक सञ्जालमा लेखेकी थिइन् माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भन्दै सामाजिक सञ्जालमा यसरी फोटो पोस्ट गरेकी थिइन्। फोटो पोस्ट गरेको केही समय लगत्तै उनको मृत्यु भएको थियो। दुर्घटनापछि काशीका प्रज्यू टेक बहादुर केसीले उद्धारकारी जारी रहेको र हालसम्म कसैले जीवित भेट्न नसकिएको बताएका थिए। यस्ता यहाँहरू विकास बसेल दाजु उहाँले चाहिँ स्पष्टसँग प्रुफ गर्नुभयो कि मानवता अझ पनि छ भनेर। उहाँले चाहिँ एजुकेसन, हेयरस्टाइल, छालाको कलर, कास्ट केही म्याटर गर्दैन क्या, सिर्फ मानवता भएपछि पुग्छ क्या। उहाँले एक्लैले 7 जनालाई रेस्क्यु गर्नुभयो हिजो त्यही प्लेन एक्सिडेन्टमा। एक्लैले 7 जनालाई। उहाँलाई पनि डर लाग्यो होला नि यस्तो गर्दा कस्तो हुन्छ भनेर। तर पनि उहाँले चाहिँ एक्लैले 7 जनालाई रेस्क्यु गर्नुभयो। तर उहाँले अरू मान्छेलाई बोलाउँदाखेरि अरू मान्छेलाई चाहिँ फोटो खिच्दै हुनुहुन्थ्यो। हेर्न सक्नुहुन्छ यहाँ फोटोमा मैले हालेछु, हेर्नुहोस् कसरी फोटो खिच्नुहुन्छ। सबैको हात हातमा मोबाइल, सबैले गएर त्यतिखेर
रेस्क्यु गरिदिँदाखेरि कसैको ज्यान बाँच्थ्यो, कसैले अझ फेरि दुनियाँ देख्थ्यो होला। तर के गर्नु, सबै मान्छे एउटै हुँदैनन् नि भन्छन्। सबै मान्छे एउटै हुँदैन। उहाँ पनि हाम्रो नितेश आचार्य, गिटार बजाउने मान्छे, उहाँको पनि केही न केही त सपना होला। के गर्नु, अब बस हुनु थियो र भइहाल्यो। तर पनि है, बिग सल्युट टु विकास बसेल। उहाँले आफै भन्नुहुन्छ, उहाँले कतिजनालाई बोल्नुभयो, विकास दाइले कतिजनालाई बोल्नुभयो, तर कोही आउनु भएन, कोही पनि आउनु भएन क्या। नो बडी, कोही पनि आउनु भएन। उहाँ मान्छेलाई बोलाउनु, उहाँले चाहिँ कतिजनालाई बोलाउनु, आउनु हामी सबै लागेर मिलेर एकजुट भएर उहाँ मान्छेलाई बचाउँ, रेस्क्यु गरौँ भनेर। तर कोही आउनु भएन। किन? सबैलाई चाहिँ आफूलाई, कोहीले चाहिँ अब सोच्छन् होइन, अब मैले भिडियो अपलोड गरेँ भने, यस्तो गरेँ भने कोही फेमस हुन्छन्, कोही के हुन्छन्, मेरो भिडियो यस्तो हुन्छ भनेर। सबैको हातमा मोबाइल। तर कसले पनि नै, हामीले अलिकति हात अगाडि गर्दा अलिकति कसको ज्यान बाँच्थ्यो कि कसले अझ फेरि संसार देख्न पाउँथ्यो है। अब हुनु त भइहाल्यो, अब प्लेन क्र्यास हुनु थियो, अब त्यस्तै लेखेको थियो र सबैको भाग्यमा के गर्नु, त भइहाल्यो। तर पनि कसैले उहाँ मान्छेहरूले फोटो नखिच्दा, भिडियो नबनाउँदा, गएर अलिकति हेल्प गरिदिँदा कसैको ज्यान त बाँच्थ्यो होला है। तर पनि के गर्नु, यो दुनियाँ सेल्फिस छ। तर कोही मान्छे हुनुहुन्छ है यो दुनियाँमा जसले चाहिँ अझ पनि मानवता देखाउनुहुन्छ। अनि वो त्यो मानवता चाहिँ विकास बसेल दाइले चाहिँ प्रुफ गर्नुभयो कि अझ पनि यो दुनियाँमा मानवता छ भनेर। हाम्रो चाहिँ यो भिडियो हेर्दा, हिजोको प्लेन क्र्यासको भिडियो हेर्दा चाहिँ अब कोही त धेरै जस्ता मान्छे पोखरामा बस्नुहुन्थ्यो होला है। उहाँले चाहिँ सतक्क समयमा आफ्नो आँखाको अगाडि हेर्दा कस्तो लाग्यो होला। मलाई चाहिँ, मैले चाहिँ त्यो भिडियो हेर्दा चाहिँ मेरो धुर्क आँसु आयो क्या आँखाबाट। मन पनि के भएन, म रुइहालेँ त्यतिखेरको त्यो भिडियो हेर्दा। 72 जनाको ज्यान भन्ने त त्यत्तिकै होइन नि। मान्छेले एउटा जुनी पाउन चाहिँ कति के गर्छन् कि, आफ्नो एउटा यो जुनी छ, यो जुनी बचाउँ भनेर कति के गर्छन्। तर धेरैजनाले पनि, मान्छेहरूले सुसाइड गर्नुहुन्छ, यो यस्तो अग्राम तिग्राम। तर यस्तो चाहिँ नगरौँ है। अझ पनि एउटा ज्यान हो क्या हाम्रो, एउटा मुटु, एउटा ज्यान हाम्रो। यस्तो ज्यान टाइममा आउँदैन नि, एउटा ज्यान हो सिर्फ। यो ज्यान चाहिँ हाम्रो राख्नुपर्छ है। कहिले पनि यस्तो सुसाइड, अब कोही ह्युमन ट्राफिकिङ गर्छन्, अब छोरीबेटीलाई बेचबिखन गर्ने, यस्तो कुरा गर्छन् कि हाम्रो। तर यस्तो गर्नु हुँदैन, यो चाहिँ नराम्रो कुरा हो। अनि अरूले पनि गर्नुहुन्छ भने चाहिँ यस्तो नगरौँ भनेर चाहिँ भन्नु आफूले सिकाउनु पर्छ। उहाँले पनि, हिजोले पनि धेरै मान्छेले पनि, कोही मान्छे त खाना खाँदै हुनुहुन्थ्यो अरे एउटा अङ्कल चाहिँ होइन। उहाँले चाहिँ आफ्नो उहाँले, उनको बुढीले चाहिँ खाना पस्केको हुनुहुन्थ्यो। उहाँले खाना छोडेर खाली खुट्टा हिँडेर दौडी आएर उहाँले पनि मान्छेलाई बचाउनु भयो, रेस्क्यु गर्नुभयो। उहाँले चाहिँ भन्नुभयो, मान्छे चाहिँ भिडियोहरू बनाउने, आउनुहोस् दाजुभाइहरू, हामी मान्छेलाई मिलेर बचाउँ। विकास दाइले पनि भन्नुभयो। तर के गर्नु, मान्छेहरू सबै सेल्फिस भयो कि। हामी चाहिँ भिडियो बनाउँछौँ, यो बनाउँछौँ, सबैको हातमा मोबाइल, भिडियो बनाउनु व्यस्त। यस्तो दुःख लाग्यो कि मलाई पनि हेर्दा। त्यति धेरै मान्छेले, अब पुलिस त एकैचोटिमा आएर रेस्क्यु त गर्न सक्दैन। उहाँहरूले पनि आउनुभयो धेरै हिजो। पुलिस आउनुभयो, एपिएफ पुलिस, आर्मी धेरै आउनुभयो कि। तर पनि के गर्नु, बिचरा सबैको दाजुभाइ दिदीबहिनी, कसैको त आमा होला, दाजुभाइ दिदीबहिनी, छोराछोरी है,
धेरै दुःख लाग्यो कि हिजोको त्यो कुरा सुन्दा पनि धेरै नराम्रो लाग्यो कि सोच हुन्छ मेरो छोरा डक्टर बनोस् पाइलट बनोस् तर के गरौँ पाइलटको जिन्दगी भने 2 मिनटको छैन रहेछ है एक मिनटको लागि चाहिँ सबैजना प्रे गरिदिनु होला अनि जो चाहिँ अब बित्नु भइसक्नुभयो उहाँलाई चाहिँ रेस्ट इन हेभेन सबैको स्वर्गमा बास होस् भन्ने चाहिँ म प्रार्थना गर्दछु 1 मिनटको लागि चाहिँ सबैले चाहिँ आँखा बन्द गरेर साइलेन्ट प्रे गरिदिनु होला तपाईँ हेर्न सक्नुहुन्छ हिजो यत्रो दुर्घटना घट्यो हेर्नुहोस् फोटो हेर्नुहोस् अहिले यो हेर्नुहोस् मेरो साइडमा फोटो छ कस्तो कस्तो छ प्लेनको यस्तो हालत भएपछि को मान्छे बाँच्छ र यस्तो फोटोहरू हेर्नुहोस् तपाईँ एकचोटि फोटो सबै फोटो हेरिदिनु होला हेर्नुहोस् त बिचरा यति धेरै मान्छे मरेपछि कस्तो नराम्रो लाग्छ झन् आफ्नै घरको कोही मान्छे मरे बित्यो भने पनि कस्तो हुन्थ्यो र तर 72 जनाको ज्यान एकै दिनमा एकै समय एकै मिनटमा एकै सेकेन्ड भनौँ जाँदा कस्तो भयो धेरै नराम्रो लाग्यो है सबैजना रेस्ट इन पिस है अनि मेरो यो फोटोहरू हेर्नुहोस् तपाईँ कस्तो छ यो प्लेनको स्थिति कति धेरै मान्छेको भेला छ आज हिजो पनि आज पनि कति धेरै मान्छेको भेला छ all beautiful souls of our country जो मान्छे बित्नु भएको छ सबैजना रेस्ट इन पिस एन्ड रेस्ट इन हेभेन सबैजनाको स्वर्गमा बास होस् भन्ने चाहिँ प्रार्थना गर्दछु थ्याङ्क्स फर वाचिङ माई भिडियो मेरो भिडियो हेर्नुको लागि चाहिँ धन्यवाद तपाईँले चाहिँ अन्तिम समयसम्म हेरिदिनु भएको छ भने चाहिँ मेरो च्यानललाई एकचोटि चाहिँ सब्सक्राइब र सेयर गरिदिनु होला अब यो तपाईँले जति सब्सक्राइब गर्नुभयो जति भिडियो अरूलाई सेयर गर्नुभयो भनेर चाहिँ म त्यति राम्रो राम्रो भिडियो हाल्दैछु यस्तो केसहरूको राम्रो हाल्छु थ्याङ्क यू